8 मार्च 2014 राति 12:41 को लोकल टाइममा 239 जना सवार विमान क्वालालम्पुर इन्टरनेसनल एयरपोर्टबाट टेक अफ गर्छ। अबको केही समयमै चाइनाको बेजिङ पुग्ने आश गरिरहेका ती यात्रुहरू आफ्नो गन्तव्य कहिले पुग्न नसकेको यो घटना एभिएसन क्षेत्रकै सबैभन्दा ठूलो रहस्य बन्यो। This is the unsolved mystery of Malaysia Airlines Flight 370. क्याप्टेन जहारी अहमद शाह र को-पाइलट फरिक अब्दुल हमिद, जसलाई यो रात विनाशकारी हुनेछ भन्ने कुनै शंका छैन। राति 1:19 मा क्याप्टेन जहारीले मलेसियाको एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क गर्छन्। Malaysian 370 contact Ho Chi Minh 120.9. उनको शान्त आवाजले घट्न लागेको विनाशको कुनै संकेत दिँदैन र केही मिनेटमै विमान गायब हुन्छ र रडारबाट सम्पर्क टुट्छ। फ्लाइट MS-370 दक्षिण चीन सागरमाथिको रडारबाट कुनै निशान नछोडी गायब हुन्छ। यस विमानको कन्ट्रोल मलेसिया पछि भियतनामको हुनुपर्ने थियो, तर भियतनामिज एयर स्पेसमा रुटिन ह्यान्ड अफ भएको थिएन र प्रश्न उठ्न थाल्छन् कि यो मेकानिकल एरर थियो, मानवीय त्रुटि थियो वा अरू केही। घण्टौं बिते तर कुनै सूचना प्राप्त भएन। बेजिङ एयरपोर्टमा पर्खिरहेका परिवारहरूमा चिन्ता बढ्यो। क्वालालम्पुरमा व्यापक खोज अभियान सुरु भयो। जहाज, विमान र उपग्रहहरूले तलको विशाल महासागर खोजे, तर केही भेटिएन। कुनै आपतकालीन संकेत समेत आएन। यो इतिहासको सबैभन्दा ठूलो खोज प्रयास बन्न पुग्यो। सुरुमा खोज टोलीहरू दक्षिण चीन सागरमा केन्द्रित थिए, तर केही दिनपछि अनुसन्धानकर्ताहरूले एउटा डरलाग्दो कुरा पत्ता लगाए। विमानको स्याटेलाइट कम्युनिकेसनले रडारबाट हराएपछि पनि विमानले केही घण्टासम्म उडान जारी राखेको पाइयो। विमानले अचानक आफ्नो निर्धारित मार्गबाट तीव्र मोड लियो, पश्चिम घुम्यो, मलेसियन पेनिन्सुला पार गर्यो र दक्षिणी हिन्द महासागरमा गहिरो उडान गर्यो। तर किन? विमानको नियन्त्रण कसले गर्यो? अन्तिम स्याटेलाइट पिङले विमानलाई पृथ्वीको सबैभन्दा दुर्गम र उजाड क्षेत्रहरूमध्ये एकमा राख्यो, जुन खोज्न लगभग असम्भव थियो। अनुमानहरू तीव्र गतिमा फैलिन थाले। कतिपयले यसलाई जटिल अपहरण माने, अरूले गोप्य सैन्य षड्यन्त्रको कुरा गरे र कसैले यो पाइलटद्वारा गरिएको आत्महत्या हुन सक्ने कुरा गरे, तर सत्य पत्ता लागेन। जुलाई 2015 मा फ्ल्यापेरोन भनिने विमानको विङको भाग फ्रान्समा रहेको रियुनियन आइल्यान्डमा फेला पर्यो। यो विमानको भाग्यको लागि पहिलो ठोस संकेत थियो, तर यसले कुनै जवाफ छोडेन। दुर्घटनाको कारण के थियो र विमानले आफ्नो डिरेक्सन यति टाढा किन परिवर्तन गर्यो? केही अन्वेषकहरूले तर्क गरे कि उडान एक नियन्त्रित अवतरणमा समाप्त भयो, जसले संकेत गर्दछ कि कसैले जानाजानी विमानलाई समुद्रमा ल्याएको थियो। अरूले विश्वास गरे कि विमानको इन्धन सकियो र पानीमा खस्यो, तर ब्ल्याक बक्स बिना सत्य अझै गहिराईमा गाडिएको थियो। वर्षौंपछि पनि MS-370 हाम्रो समयको सबैभन्दा ठूलो नसुल्झेको रहस्यहरूमध्ये एक बनिरह्यो। न कुनै शव बरामद भयो, न त विमानको कुनै ठूलो भाग नै। वास्तवमा के भयो त्यो दुर्भाग्यपूर्ण उडानमा? के यो दुर्घटना, अपराध वा हाम्रो सोचाइ भन्दा बाहिर केही थियो? गहिरो मौनताले यसको जवाफहरू लुकाइरहेको छ र यो मौनता सायद कहिले टुट्ने छैन।